हेलो आइसले यसपालि चाहिँ यो चाहिँ पहिला रोपेको गरेन्डल थियो कि राम्रो फल्दैन होला भनेर बोट पनि सानो थियो थाङ्ग्रा पनि लगाएको थिएन राम्रोसँगले मजाले पाएछ हौ यसपालि मजाले फलेछ यहाँ माथिसम्म गएछ राम्रो देख्दैन रहेछ क्यामेरामा कि मजाले फलेछ गरेन्डलले बाक्लो फलेछ अर्को जग्गामा चाहिँ मजाले एउटा बोट मात्रै छ तर मचान लगाएर बनाएको छु कि बनाएको छ त्यो पनि देखाउँछु यहाँ चाहिँ एउटा चाहिँ बिग्रेछ यो एउटा बिग्रेकोलाई चाहिँ के गर्नुपर्छ नि यो दाग लागेकोलाई चाहिँ छिटो छिटो चुट्टाल्नु छ यसले फेरि अरूलाई सार्छ बिमार यो रहेछ अरू त बिग्रेको छैन यो एउटा मात्रै बिग्रेको रहेछ यो दुईटा रहेछ अर्को रहेछ बिग्रेको गरेन्डल मजाले फलेको छ यो पालि दुईटा बोटमा यो एउटा बोट हो देख यो गरेन्डल चाहिँ यसलाई चाहिँ टिपिहाल्नु छ यस्तो दाग लागेकोलाई चाहिँ टिपिहाल्नु छ नभए यसले बिगार्छ फेरि अरूलाई पनि बिमार सार्छ कि यसपालि मजाले फलेछ हौ फल्नु चाहिँ फलेछ अब केटाकेटीहरू देखि चाहिँ कसरी जोगाउनु बाँदरहरू त त्यस्तो लाग्दैन कि यो जग्गामा घरकै छेउमा भएर गरेन्डल चाहिँ मजाले फलेछ अरू त कहाँ बिग्रेको छैन अरू त दुईटा चाहिँ बिग्रेको रहेछ बेला बेला चेक गर्दै गर्छ पाक्नुभन्दा अगाडि फेरि अझै फुल्दै रहेछ यो चाहिँ अर्को बोटको गरेन्डल त्यसरी रोपेको छ हो मचान पनि लगाएको छ कि मजाले फल्दो रहेछ मचान पनि लगाइन्छ यो पुरानै बोट हो कि पुरानै बोटलाई चाहिँ मजाले यसरी अस्ति अलिक खनेर मल हालिदिएको थियो बेला बेला चाहिँ छेउछेउमा यसरी खनेर मल हालिन्छ नि राम्रो मजाले फल्दो रहेछ हौ यो पुरानै बोट हो पहिल्यै रोपेको 2 वर्ष योसँग 3 वर्ष हुँदैछ यो बोट रोपेको यसरी फल्दैछ सबै परसम्म फलेको छ यहाँ पनि छ यहाँ पनि छ निकै मजाले फलेछ यो पालि चाहिँ अस्तिको वर्ष पनि फलेको थियो तर यतिको चाहिँ फलेको थिएन यसपालि चाहिँ गरेन्डल मजाले खाइने भयो यहाँको त लौका पनि फलेको थियो लौका त छैन छ पानी बेसी भएर लौका त अस्ति निकै लौका फलेको थियो अहिले छैन छ ल है साथीभाइ गरेन्डल को कोलाई चाहियो भन्नुहोस् है पाकेपछि ल्याइदिउँला